नमस्ते गाइस, म हुँ भाग्य न्युपाने। हेलो गाइस, म चाहिँ विजय होइन। आज चाहिँ हामी झर्ना जान लागेको विथ स्केट पनि गर्छौँ हामी होइन। यदि बाटो राम्रो छ भने स्केट पनि गर्छौँ, रियाक्सन पनि क्याप्चर गर्ने ट्राई गर्छौँ। अनि झर्ना के कस्तो छ होइन, पानी के कस्तो छ सब देखाउने कोसिस गर्छु होइन। सो गाइस लास्टसम्म हेरिदिनु होला। मेरो क्रक्सलाई चाहिँ फोकस नगर्नु होला, एकदमै भयङ्कर छ मेरो क्रक्स। सो आइयो गाइस यार, यता निस्किँदो रहेछ ल। यो साउन्ड थियो गाइस। ल गाइस होइन, हामी चाहिँ यहाँ झिमझिमिया भन्ने ठाउँमा आएको छौँ होइन। म क्लिन हान्छु यार पहिला सुरु। ये कर लो पहले। खै झर्ना आइने जस्तो लाग्यो, दिदीहरू पनि ल ठिक छ। तू समझा? हाँ। भेटौँ नहीं, तू समझा नहीं। भेटुँदै गर्छ ल। अब हामी यहाँबाट निस्किन्छौँ ल। ए दाइ चाबी दाइ, त्यो चाबी त माथि उसमा हेर त। त्यही हो गाइस, त्यही हो, पुरो त्यही हो होइन। कञ्चन पुल हुन त यही खोला हो कि होइन, त्यो नि यही हो।
नेचुरल भ्यू अगाडि ट्रकले धुलो उडायो केटा हो मास्क नि लगाइए छैन लगायो क्या कन्फ्युज गराइदियो नि यार कंटेंट मिल गया भाई तल पनि घर छ अरे केटा यहाँ तल पनि घर छ यहाँ एउटा झलुङ्गे पुल छ यहीँको मान्छेहरूलाई त थाहा होला अब पर भएको मान्छेहरूलाई चाहिँ थाहा हुँदैन यहाँ एउटा झलुङ्गे पुल पनि छ झलुङ्गे पुल नभएको होइन बट यहाँ पनि छ यही खोला हो हामीले खासमा जाने यही खोला हो यही हो ए यार कस्तो त नि यार सूर्य पुरै के त्यो ढुङ्गा नै औडा हो यार यो पुरै छैन पुरै ढुङ्गा हो यो पुरै जुन घर बनाउँदा युज हुन्छ नि ढुङ्गा त्यही ढुङ्गा हो यार माटो जस्तो देखियो त धुलोले गर्दा त्यस्तो पुरै फोडेर हालेछन् यार सरकार माटोमा हाले कुरो धुलो गाइस नेचुरल पाउडर मा कसम नेचुरल पाउडर है केटा हाँ ये कर लो पहले तराईमा बस्ने मान्छेहरूलाई चाहिँ कस्तो नेचुरल पाउडर खाने आदत बसिसक्यो होला भाइब्रेसनले गर्दाखेरि कहीँ ठाउँमा बाटो राम्रो छ कहीँ ठाउँमा बाटो खराब छ त्यही हो ठुलो चाहिँ खतरा भने मास्क नि लगाइएन चस्मा नि लगाइएन अब गएर सिधै गङ्गाजीमा डुब्की लगाए त्यही हो कुरा गाइस जति गरे नि त्यही हो गएर डुब्की लगाउने हो ठ्याक्क त्यसपछि कहीं कीचड़ तो कहीं गए के गए
पनि पहिल्यैदेखि हो यार बाटो यस्तै अझैसम्म उस्तै छ यता चाहिँ पानी आउने कुलो हो क्या यो माथिबाट त्यतै माथिबाट आउने पानी आउने कुलो त होला के अरे यो गराउनु लगाएको रहेछ नत्र पहिला जस्तो थियो त्यस्तै छ ए यहाँबाट पानी लिकेज भइरहेको यो बनाएको पनि यहीसम्म रहेछ यहाँनिर छ के खतरनाक पहिला पहिला त महाकसम घर बनाउने त्यही हो गाइस त्यहाँ ब्लू कलरको गेट देखिरह नि आइयो आउनलाई केटाहरू देखिँदैन आउँदै त आउँदै होला नि बाटो खुङ्खार छ पानी अहिले देखाउँला नि पानीको पानी गाइस गयो के गयो God have mercy upon us. पानी त सफा आइरहेको के अरे आमा छोरो यहाँ त भत्केको रहेछ त यार God have mercy upon us. केसको बुट हो यार यस्तो खतरा छ नि यार एउटा स्कुटी त आएको रहेछ एउटा स्कुटी मात्र देख्छु के अरे हाँ ये कर लो पहले ए रन त्यसरी सेलाउनु हुँदैन नि कंटेंट मिल गया भाई कंटेंट मिल गया ये बंदा भाई इंजन पे पानी डाल दिया भाई भन्छन् यस्तरी इन्जिनमा पानी हाल्नु हुँदैन रे हामीले नि लेखिदिँदाखेरि पढे हो गाइज हैन त्यही हो जति गरे पनि कुरा त्यही हो गाइज हैन हाम्रो केटाहरू अझै आएनन् मेरो हालत देखे नि भेजा अगाखेरि ए यहाँ हान्ने जस्तो है स्केट पार्क त यही भयो के अरे हैन सूर्य यी केटा अह ओह्रालो नि गएर यता सिधै पारी टाइल र मार्बल लगाएको ठाउँ त देख्नै नहुने खतरा नि भएर ओह्रालो गएँ के म धेरै बखी जाला र यार नाक जाला मुख जाला यार यस्तो यहाँ मान्छेको झिल्दर के जान लाग्छ अब चाहिँ यहाँ टक्क होइन गाइस सङ्गीत प्ले हुन्छ सङ्गीत बिना त जीवन अधुरो छ भन्छन् होइन सिट्टा देखा होइन कि काटिदिन्छु क्या मैले त्यही हो यो बुढो क्या दामी देख्यो कि यार अब S24 अल्ट्रा त होइन होइन त्यही पनि
ल गाइस के खाने है र एउटा स्कुटी छ त्यहाँ मान्छे पनि एकजना छनलाई गइरो त औडा यहाँ नआउने भन्ने कुरा आयो बट कदापि हाम्रो केटाहरु वेलकम ब्याक टु माई युट्युब च्यानल गाइस क्यान यु से एनिथिङ वो रहेछ यार पानी क्रिम छ ले भाइ दीपक यति गान्ने हो र यति गान्ने हो लेट्स गो लेट्स गो गाइस अब विजय हान्दै हुनुहुन्छ डर लाग्छ भन्नु माउन्टेन ड्यू पानी कस्तो छ औडा चिसो पानी छ यता यो कानमा टुन्न होइसक्यो माथिबाट हारा मुना देखियो होला म ल उता पास कता के दाइको चाहिँ आज फर्स्ट टाइम होइन कस्तो लाग्यो झर्ना तर लास्टै चिसो लास्ट चिसो पानी त माथि पहाडबाट आउँछ नि त बगेर कठारिन्छ यार अहिले यहाँबाट हाम फाल्न त बाँकी छ अहिले हाम फलाउँछ कि मैले हावामा खुट्टाको पोजिसन चेन्ज भएर चाहिँ मेरो साथीको खुट्टामा एकदमै नराम्रोसँग चोट लाग्छ सो हजुरहरू पनि भिडियो हेरेर यस्तो रिस्क नलिउनु होला आयो रुखले अड्कायो अर्को सोल्टी किन फर्किन थाल्दैन ए कहाँ चोट लाग्छ यहाँबाट हाम फाल्नु भनेको लाइक एउटा टास्क जस्तै छ क्या विदाउट एनी सेफ्टी होइन त्यही पनि यति माथिबाट तलबाट हेर्दा मात्रै नजिक देखिन्छ माथिबाट चाहिँ एकदम किडनी मुखमा आउँछ गाइस फर्स्ट थिङ भनेको यहाँ माथिबाट हाम फाल्ने बेलामा पोजिसन पहिल्यै बनाउनु पर्छ नत्र गए जहाँ नि चोट लाग्नु सक्छ कि यति नराम्रोसँग लाग्छ फेरि चोट लाग्यो भने मेरो साथीको यो साथीको पनि एकदमै फेसमा लागेको रहेछ पछि भनिरहेको थिएँ लास्ट अर्को छ यार माथिबाट त्यो 2020 सालमा हामी चाहिँ यहाँ पहिला आएको कपाल छ नि त ठाउँ हेर न यस्तो पो छ माउन्टेन ड्यू दर्कीमार्की
कुनै कुनै क्लिपमा चाहिँ मैले साउन्डलाई म्युट गर्नु परेको छ किनभने ब्याकग्राउन्डमा म्युजिक प्ले भइरहेको थियो कपिराइट आउँछ भनेर चाहिँ मैले म्युट गरिदिएको छु सो डोन्ट माइन्ड गाइस होइन कि यो अलि नोइस बढी आउँछ कि यसरी तर भोइस चाहिँ क्लियर आउँछ त्यही यो अब माइक कसरी अड्डायो भन्नु होला होइन यहाँ यसरी अड्डाएको है यहाँ पनि अड्डाउनु सकिन्छ यसरी त्यही हो गाइस होइन मजा आइरहेछ एकदम भाइबफुल होइन होइन मजा पागल डुब्की हान्ने हो कि म त सक्दैन गाइस फाइनली हामी यहाँबाट निस्केको मजा आयो बहुत मजा आयो एकदमै रमाइलो पनि भयो के भन्नु शब्दमा बयानै गर्न सक्दैन एडभेन्चर टाइपको छ अगाडि हाम्रो मामा अगाडि हाम्रो मामा ला भाई दीपक है पता नहीं किस बहान चोद की नजर लगी पत्र देखाउनुहोस् त लाइसेन्स बिल घरै बिर्से यसको ल्याङ भइदिन्छ केटाहरू हिँड्यो अनि अरू स्केटको भिडियो गराउनु पर्ला भनेको लफडा आइज नि अरू उनीहरू त कहीं नहीं है बिल्कुल रिस्क नहीं लेने का है पता है पुलिस ने हमको एक बार तो हेमलेट में देखा है अब दूसरी बार भी हेमलेट पहन के गया हाम्रो चाहिँ अगाडि मामा हुनुहुन्छ अब दसैँमा धेरै दिनबाट टिका लगाउन नपाएको अब चाहिँ लाउन
पाइन्छ जस्तो लाग्यो अरे के गर्नु तर थाहा भाइ। छैन, एकदम दीपक गाह्रो छ। पता नहीं किस बहन चोद की नजर लगी। हाम्रो मामाले चाहिँ खतरा दिनुहुन्छ के भाइ यही त हुन्छ सर, धन्यवाद। आज होइन हाम्रो मामाले क्या भनिदिएर मामाले चाहिँ खतरा दिनुहुन्छ कि भागिदिए कहाँ बेलबरिया दिए यो पटिया त बहुत हरामी छ यार। ठिक छ मामा अरे किसने बोला था? रोम रोम भाइयों। लफडा पर्दैछ घरबेटी र आइसक्रिमवालाको बिचमा लफडा पर्दैछ गाइज। घरबेटीले नराख भन्दा पनि आइसक्रिमवालाले राख्दैछ। इभन छुट्याउने मान्छेले पनि पिटाइ खान्छ। त्यही हो केटा हो, जे हुन्छ नेपालमा हुन्छ। नेपालमा हुने चाहिँ अन्त हुँदैन। गाह्रो लाइक गरिदिनु भन। वाह एउटा गीत गाउनु हो गीत सी गाइस, हामी पनि भर्खरै आएको होइन। मेरो हातमा चप्पलै छ, स्केट सुज लगाएकै छु। होलिया एकदमै खराब छ। यो भिडियोलाई चाहिँ मैले यही एन्ड गरिदिन्छु गाइस। म सक्दैन अब, भिडियो त आउने छ, अहिलेलाई सक्दैन। अहिलेलाई चाहिँ लास्ट थकाइलायो कसम। हाइवेमा रियाक्सन हेर्नुभयो होला के अरे हजुरहरूले कस्तो कस्तो छ। त्यही यो खुट्टा पुरै गलिसक्यो हाइवेले गर्दाखेरि, काट बेसी के। भिडियोलाई चाहिँ म यही एन्ड गरिदिन्छु। प्लिज लाइक एन्ड सब्सक्राइब होइन। वाचिङ आवर पनि पुग्नुपर्छ कि प्लिज होइन, स्किप नगरिदिकन लास्टसम्म हेरिदिनु होला। हम्बल रिक्वेस्ट गाइस। सो नेक्स्ट भिडियो पनि छिटै आउनेछ। सो लभ यु, टेक केयर, बाई, सी यु अल।